यसपालिको एनपिएलमा कसले बोरा भरि पैसा लिएर जाला, कसले बोराका बोरा पैसा खन्याउला त खेलाडीहरूमा? के लाग्छ तपाईँहरूलाई यसपालिको एनपिएलमा महँगो खेलाडी को होला? के लाग्छ तपाईँहरूलाई? कमेन्ट सेक्सनमा कमेन्ट गर्न नभुल्नु होला। र यो सँगसँगै एनपिएलको अप्सन हुनुभन्दा अगाडि एनपिएलको टिमहरूको फ्रेन्चाइजीहरूको खल्तीमा कति पैसा छ, पर्समा कति पैसा छ भनेर पनि एउटा लिस्ट आएछ, इस्टिमेट आएको छ। र यसमा काठमाडौँ सबैभन्दा गरिब फ्रेन्चाइज, अब गरिब त नभनौँ, सबैभन्दा कम पैसा भएको फ्रेन्चाइजी रहेको छ काठमाडौँ गोर्खा, जसले 7 जना प्लेयरहरू रिटेन गरेको थियो। र काठमाडौँ गोर्खासँग छ तपाईँको 25 लाख मात्र, 25 लाख मात्र छ। र यो सँगसँगै काठमाडौँ गोर्खाले जम्मा 5 वटा खेलाडीहरू बाँकी छ। काठमाडौँ गोर्खाको नेपाली प्लेयरहरूको कोटा 12 जना खेलाडीहरू पुर्याउनु पर्ने हुन्छ। 7 जना रिटेन गरिसकेका छ र 5 जना मध्ये 1 जना तपाईँको ग्रासरुट लेभलको खेलाडी छनौट गर्नुपर्छ। बाँकी 4 जना खेलाडीलाई अब कति पैसा खर्च गर्छ काठमाडौँले त्यो हेर्न बाँकी छ। 25 लाख एकदमै इनफ मनी हो। र 25 लाखमा के सपिङ गरेर आउँछ काठमाडौँले त्यो हेर्न पनि एकदम रोमाञ्चक हुनेछ। लास्ट टाइम आदिल अलामलाई एकदमै हाइपअप गरेर चिट्ठामा पारेको थियो। र यो सँगसँगै हाम्रो अर्को दोस्रो कम पर्स भएको टिम रहेको छ चितवन राइनोज। चितवनले पहिलाको एनपिएलमा सबैभन्दा धेरै पैसा खर्च गरेको थियो, 39 लाख खर्च गरेको थियो चितवनले। र यसपालि चितवनको पर्स रहेको छ, जम्मा पर्स बाँकी रहेको छ 32 लाख। अब 32 लाखले चितवनले पनि 7 जना रिटेन गरेको छ। अब एउटा तपाईँको ग्रासरुट लेभलको डोमेस्टिक प्लेयर ट्यालेन्ट हन्टबाट छनौट हुनेछन्। अब बाँकी तपाईँको 4 जना खेलाडी, एकदम 32 लाख इनफ पैसा हो। पहिलाको एनपिएलमा धेरै खर्च गर्ने टिम त 39 लाख थियो भने 32 लाखले तपाईँलाई मजाले सपिङ गर्न पुग्छ खेलाडीहरू। हेरौँ के कतिको एफोर्ट देखाउँछ, के कतिको बिग प्लेयरहरूलाई हन्ट गर्छ, हामीले हेर्न बाँकी छ। चितवनमा एकदमै आफ्ना टप पर्फर्मरहरूलाई चितवनले रिटेन गरेको छ। त्यस्तै गरी अर्को हाम्रो सदाबहार सुदूर जहिले फाइनलमा पुगिरहने सुदूरपश्चिमको पर्स रहेको छ 32,50,000, राम्रै अमाउन्ट हो 32,50,000। अब सुदूरपश्चिमले एकदम राम्रो खेलाडीहरूलाई रिटेन गरिसकेका छ। उसको अब डोमेस्टिक प्लेयरहरू पनि 101 महरा, अन्त तपाईँको हाम्रो दिपेन्द्र सिंह गिरी, टाइगर भैयाले, अविनाश बोरा, यस्ता खेलाडीहरू रहेका छन्। सुदूरलाई मैले अप्सनमा त्यति गाह्रो पर्ने देखिरहेको छैन। एकदम इनफ मनी इन द पर्स। अलिकति काठमाडौँको हेर्दाखेरि त धेरै नै राम्रो पैसा हो। अब यतिको पैसा खर्च गर्छ कि गर्दैन, ब्यालेन्स फुल्ली अल आउट जान्छ कि जाँदैन भन्ने कुरो हो। र त्यस्तै अर्को हाम्रो 8 जनामा अर्को चौथो, अलिकति काठमाडौँभन्दा त अब धेरै नै छ, चौथो स्थानमा रहेको छ पर्सको हिसाबले, कमबाट चौथो स्थानमा रहेको छ कर्णाली याक्स। कर्णाली याक्सको अब पैसा खर्च गर्न सक्ने पैसा बाँकी भनेको 34 लाख छ। अब डोमेस्टिकका 101 खेलाडीहरू राखेका छ कर्णालीले पनि, राम्रै छ टिम, एकदमै गुड मनी। अब के कसरी युटिलाइज गर्छ उनीहरूले, कतिको हङ्ग्री हुन्छ खेलाडीहरू किन्नमा, त्यसमा भर पर्छ। र यो सँगसँगै पाँचौँ, अब यहाँबाट चाहिँ अलि धेरै पर्स हुने, धेरै पैसा बोकेका टिमहरूको इन्ट्री छ। 5 नम्बरमा पोखरा एभेन्जर्स, हाम्रो कुशल भुर्तेल मामाको टिम। पोखराले अलिकति डोमेस्टिक खेलाडीहरूमा पोखरामा त्यति राम्रो डोमेस्टिक प्लेयरहरू नभएको जस्तो मलाई लाग्छ। अलिकति बलरहरू हेर्ने हो भने हाम्रो अब आकाश चन्द अब छन्, सागर ढकाल छन्, त्यही पनि अलिकति बलिङ डिपार्टमेन्टमा केही न केही ल्याक गरिरहेको जस्तो लाग्छ मलाई पोखरा। अब पोखराले के गर्छ कुनै डोमेस्टिक प्लेयरहरू भन्दा पनि अघिल्लो एनपिएलमा विदेशी खेलाडीहरूले चम्किएको टिम हो पोखरा। यसपालि डोमेस्टिक ट्यालेन्टमा कतिको इन्भेस्ट गर्छ भन्ने हो। र पोखरासँग भएको पैसा भनेको 36,50,000 हो। कसरी युटिलाइज गर्छ अब त्यो हेर्न बाँकी छ। र अब हामीसँग पैसा भएका भरि भराउ, पर्समा भरि भराउ पैसा, त्यसमाथि डोमेस्टिक खेलाडीहरू पनि एकदम राम्रो भएका 3टा टिमहरू बाँकी रहेका छन्। र हाम्रो 6औँ नम्बरमा, लिस्टको 6औँ नम्बरमा परेको टिम छ लुम्बिनी लायन्स। लुम्बिनीसँग
ट्रफी त छँदैछ एनपिएलको, त्यो सँगसँगै टन्न पैसाको बिटो पनि लिएर बसेको छ क्या लुम्बिनीले। लुम्बिनीसँग पैसा पनि छ, प्लेयरहरू राम्रो राम्रो रिटेन पनि गरेको छ लुम्बिनीले, र राम्रो पैसा छ। लुम्बिनी अल आउट जान सक्छ, लुम्बिनीले पैसा बगाउन सक्छ, तर पनि स्क्वाडमै तपाईँको 101 खेलाडी छ भने कसलाई उगार। र लुम्बिनीको एउटा बिग टार्गेट हुनसक्छ आसिफ शेख। अब हेरौँ कतिको पैसा खर्च गर्छ आसिफलाई लिएर। अलिकति अब आसिफलाई नै लिएर यो अक्सन भएको जस्तो पनि लाग्छ कुनै हिसाबले। अन्य डोमेस्टिकका खेलाडीहरू पनि छन्, अब छन त, तर आसिफ चाहिँ कतिको मूल्यमा जान्छन्, रेकर्ड बनाउँछन् कि बनाउँदैनन्, फ्रेन्चाइजहरू कतिको एग्रेसिभ हुन्छन् भन्ने हो। र लुम्बिनीसँग रहेको छ तपाईँको 40,25,000 रुपियाँ। अब यो जो तपाईँको अक्सनलाई लिएर पर्स जति भए पनि मलाई जहाँसम्म लाग्छ यसको म्याक्सिमम युटिलाइजेसन हुन्छ जस्तो मलाई लाग्दैन। किन भन्दाखेरि तपाईँको हाम्रो खेलाडीहरू किन्न पर्ने नै जम्मा थोरै छ। तपाईँको धेरै भनेको जनकपुर बोल्ट्सको हो खेलाडीहरू, अक्सनमा जनकपुर बोल्ट्सले भित्र्याउने हो, त्यसपछि विराटनगर किङ्स र अरू त्यस्तो टिमहरूमा धेरै खेलाडीको रिक्वायरमेन्टै छैन। यसो सरसर्ती हेर्ने हो भने के छैन, जम्मा 12जना खेलाडी हो। अब 12जना खेलाडीमा तपाईँको 6-7 जना रिटेन भइसकेपछि बाँकी खेलाडीहरूलाई तपाईँलाई किन्नलाई इनफ पैसा पुग्छ भन्ने मलाई लाग्छ। लुम्बिनीपछि जनकपुर बोल्ट जसले 5 जना मात्र खेलाडी रिटेन गरेको थियो, अरू टिमहरूले 6 जना 7 जना गर्दाखेरि जनकपुरले जम्मा 5 जना आफ्ना मेन बलर रूपेश सिंह अनि तपाईँको यो किशोर महतो, अब इभन आसिफलाई नै छोडिदियो। यो गर्दा पनि जनकपुर बोर्डसँग बाँकी भनेको पैसा भनेको तपाईँको 42,25,000 हो। र यसलाई कसरी युटिलाइज गर्छ? अब आसिफ जतिको खेलाडी पाउँछै पाउँदैन अर्को रिप्लेसमेन्ट भन्ने कुरा हो के। पैसा अरूसँग पनि छ, तपाईँको पैसा अरूसँग पनि छ, तर जनकपुर बोर्ड्सलाई चाहिँ अलिक खेलाडीहरू धेरै चाहिएको छ अरूको भन्दा। कसरी युटिलाइज गर्छ, कसरी म्याक्सिमाइज गर्छ आफ्नो त्यो आसिफलाई रिलिज गरेको पैसा। जनकपुरले एकदम ठुलो ब्लन्डर मिस्टेक गरे जस्तो लाग्छ। अब अप्सनमा अरूले पनि बोली लाउनलाई त पैसा टनाटन छ अरूको पर्समा पनि। काठमाडौँलाई छोड्ने हो भने तपाईँको अरूसँग राम्रै पैसा छ आसिफको लागि हन्ट गर्नलाई जानलाई। र हेरौँ अब आसिफ जस्तो मार्की प्लेयरलाई हटाएर तपाईँले अब ललितलाई मार्की प्लेयर बनाउनु भएको छ। सरप्राइज त छैन, म ललित सेन्ट्रल कन्ट्र्याक्टमा भएको तपाईँको जनकपुर बोल्ट्सको अहिलेको स्क्वाडबाट हेर्ने हो भने ललित एकदम हाई ग्रेडमा पनि हाई ग्रेडेड प्लेयर हो। त्यतिको अनिल शाह छैन, तपाईँको अरू मयन यादव नयाँ भए, त्यही भएर पनि उनलाई मार्गी बनाइदिएको हुनसक्छ आसिफ गएपछि। तर अब आसिफ जतिको प्लेयर चाहिँ तान्न सक्छ कि सक्दैन भन्ने हो। र अन्य प्लेयरहरूमा पनि इन्भेस्ट गर्नुपर्ने छ। फास्ट बलर छैनन्, तपाईँको स्पिनरमा ललित छन्, फास्ट बलर किशोर महतोलाई जान दियो। हेरौँ के कसरी युटिलाइज गर्छ। अब फ्रेन्चाइजले एउटा बिग कल ल्याएछ, कसरी युटिलाइज गर्छ। र सबैभन्दा धेरै धनी फ्रेन्चाइजी पर्समा टनाटन पैसा मुठा पैसा भएको टिम रहेको छ हाम्रो विराटनगर किङ्स, सन्दीप लामिछाने किङ्स स्यान्डीको टिम। र विराटनगरसँग रहेको छ तपाईँको 42,50,000 रुपियाँ। र विराटनगरले पनि 6 जना प्लेयरलाई रिटेन गरेको थियो र विराटनगरसँग पनि राम्रै गुड चङ्क अफ मनी भन्छ नि, राम्रो पैसा रहेको छ। कसरी युटिलाइज गर्छन्, विराटनगरले राम्रै ब्यालेन्स स्क्वाडलाई रिटेन गरेको छ। र एकदम अब यी टप टिमहरू लुम्बिनी, जनकपुर, विराटनगरसँग 40 लाख प्लसको पैसा छ। र यी तिनटैमा भिड्दाखेरि कतै न कतै आसिफलाई चाहिँ विराटनगरले लिएर जाने त होइन जस्तो पनि मलाई लाग्छ। विराटनगर अब राम्रो छ, बलिङ डिपार्टमेन्टमा राम्रो छ, स्पिनरहरू राम्रा छन्, तर अलिकति नेपाली ब्याट्सम्यान बसिर भए, लोकेश बम भए, उनीहरूलाई साथ दिनलाई एउटा ओपनर ब्याट्सम्यान गतिलो भयो भने विराटनगर किङ्स अझै पनि राम्रो हुन्छ कि जस्तो मलाई लाग्छ। हेरौँ अब आसिफको मात्र कति कुरा गरे भन्न नि सक्नुहुन्छ। अब आसिफ नेसनल टिममा भएको खेलाडी भएर पनि आसिफको कुराहरू बन्छ। आसिफलाई अलिकति कसले लाला
कता जाँदाखेरि राम्रो हुन्छ होला भनेर कुरा उठ्छ। तर पनि अन्य राम्रा ब्याट्सम्यानहरू पनि रहेका छन्। अस्ति भर्खर तपाईँको पिएल सिंह मेमोरियलमा राम्रो गरेको रित गौतम, अब अन्य ब्याट्सम्यान नेपालकै डोमेस्टिकमा राम्रो गर्ने ब्याट्सम्यानहरू तपाईँको विवेक यादव पनि अब सायद इन्जुरीबाट ब्याक भएको छन्, उनलाई कसले पिक गर्छ कि गर्दैन हेरौँ। र विराटनगरले पनि एउटा ब्यालेन्स टिम बनाओस् भन्न चाहन्छु। र अन्तिममा त कुरा आसिफकै हो, आसिफलाई कसले लान्छ कसले तान्छ, आसिफ कसले पाउने भन्ने भिडन्त होला जस्तो लाग्छ। यसपालि अलिकति ठुलो अक्सनको केन्द्रबिन्दु आसिफै हुन्छ भन्ने मलाई लागिरहेछ। र आसिफलाई कसले लग्छ भन्ने हेर्नलाई नै हामी अक्सन हेर्छौँ जस्तो मलाई लाग्छ। तपाईँहरूलाई के लाग्छ? अन्य कुनै प्लेयरहरू तपाईँको दिमागमा छ, तपाईँले टार्गेट गरिरहनु भएको छ कि यो चाहिँ मेरो टिममा आइदिए हुन्थ्यो, विराटनगरमा आइदिए हुन्थ्यो, काठमाडौँमा आइदिए हुन्थ्यो, कर्णाली, तपाईँको पोखरा, जुनसुकै फ्रेन्चाइजीमा यो खेलाडी चाहिँ यहाँ आइदियो भने एकदम राम्रो हुन्थ्यो जस्तो लागेको छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। र यसपालि पहिला आदिल कहाँ जान्छ भनेर भएको जस्तै यसपालि तपाईँहरूलाई कुन खेलाडीलाई लिएर त्यस्तो लागिरहेछ, यसलाई चाहिँ कसले कतिमा किन्ला भनेर हेर्नलाई उत्सुक हुनुहुन्छ तपाईँहरू कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोला। र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब बोराका बोरा पैसा कसले खुवाउने हो, कसले लिएर जाने हो, त्यो त हामीले अक्सनमा देखिहाल्छौँ। किप सपोर्टिङ, किप लभिङ नेपाली क्रिकेट। थ्याङ्क यू, बाई बाई।